दर्शक महानुभाव नमस्कार। आजको मुख्य समाचारमा तपाईहरू सबैलाई हार्दिक स्वागत छ। म अस्मिता। आज पनि हामी लिएर आएका छौं देशभित्र र बाहिरका महत्त्वपूर्ण, काम लाग्ने र हेर्नै पर्ने मुख्य समाचारहरू। तसर्थ अन्तिमसम्म हेरेर साथ दिनुहोला। अब सुरु गरौं आजका मुख्य समाचार। बालेनलाई दलको नेता बनाउन रासपाले केन्द्रीय समिति मार्फत विधान संशोधन गर्ने तयारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई संसदीय दलको नेता बनाउने विषयमा आन्तरिक छलफल भइरहेको छ। पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय समिति बैठक मार्फत विधान संशोधन गरेर बालेनलाई दलको नेता बनाउने प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। पार्टीका केही शीर्ष नेताहरूको उपस्थितिपछि आवश्यक निर्णय लिइने पनि उनले बताएका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फका 57 जना सांसदको नाम टुङ्ग्याएको छ। सचिवालय बैठकले उक्त नामावली निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको भए पनि आयोगले प्रमाणित नगरेसम्म सार्वजनिक नगर्ने बताइएको छ। यस सूचीमा 48 जना महिला र 9 जना पुरुष समावेश रहेका छन्। क्लस्टर अनुसार हेर्दा खसारियाबाट 17 जना, जनजातिबाट 16 जना, दलितबाट 8 जना, मधेसीबाट 9 जना, थारूबाट 5 जना र मुस्लिमबाट 3 जना समावेश रहेका छन्। रासपाको समानुपातिक बन्द सूचीमा रहेको थारू क्लस्टरबाट 4 जना सांसद बन्ने भएका छन्। थारू क्लस्टरमा पुरुष र महिला गरी 6 जनाको नाम बन्द सूचीमा रहेकामा अन्ततः 3 महिला र 1 पुरुष गरी 4 जनाले प्रतिनिधि सभामा अवसर पाउने भएका हुन्। नेपाली कांग्रेसले समानुपातिक बन्द सूचीबाट 20 जनाको नाम पठाउने निर्णय गरेको छ। तीमध्ये 15 जना महिला र 5 जना पुरुष रहनेछन्। क्लस्टर मिलाएर आदिवासी जनजाति र खसारियाबाट 6 जना तथा अन्य समूहबाट बाँकी प्रतिनिधित्व गरिने जनाइएको छ। श्रम संस्कृति पार्टीले पनि समानुपातिक तर्फ 4 जना सांसदको नाम टुङ्ग्याएको छ। धरानमा बसेको केन्द्रीय समितिको बैठकले 4 जनाको नाम चयन गरेको हो। उक्त सूचीमा पूर्ण लिम्बू, रूबी कुमारी ठाकुर, अम्बिका देवी संग्रौला र राधिका रम्तेल सार्की रहेका छन्। उज्यालो नेपाल पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गरेको छ। पार्टीले चुनावी अनुभव, संगठन विस्तार, मतदाताको मनोविज्ञान तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरेको जनाएको छ। पार्टीले प्राप्त मतलाई भविष्यको राजनैतिक आधारशिला मान्दै संगठनलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिक तर्फका 4 सांसदको नाम टुङ्गो लगाएको छ। नामावली निर्वाचन आयोगमा बुझाएपछि मात्रै सार्वजनिक गरिने पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले विषम परिस्थितिमा निर्वाचन सम्पन्न गराउन सफल भएकी छन्। 6 महिनाको अवधिमा धेरै चुनौतीका बीच सरकारले जिम्मेवारी पूरा गरेको भन्दै उनले सन्तोष व्यक्त गरिन्। अब भने आफू पुरानै जीवनमा फर्किने संकेत पनि उनले दिएकी छन्। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र आत्मप्रशंसा होइन आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत उनले गलत सूचना र घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेकी छन्। भक्तपुरको गुण्डु स्थित निवास पुगेर उनले ओली परिवारलाई समवेदना दिएकी हुन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि समवेदना व्यक्त गर्न पुगेकी थिइन्। सर्वोच्च अदालतले एमाले सचिव महेश बस्नेतसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश दिएको छ। न्यायाधीशहरू विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर अधिवक्ताले मुद्दा दायर गरेका थिए। जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइती घरमा प्रदर्शन गरिएको छ। आन्दोलनकी अगुवा रक्षा बमले अब बन्ने सरकारले यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता गर्नुपर्ने बताएकी छन्। इनिसा बिकको हत्या प्रकरणमा न्यायको माग गर्दै माइती घरमा प्रदर्शन जारी छ। नेपाल दलित मुक्ति मोर्चाले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्। अब केही पूर्वाधार र यातायात सम्बन्धी समाचार। गुल्मीको सिस्नेभिर सडक खण्ड 1 महिनाका लागि बन्द हुने भएको छ। स्तरोन्नति कार्यका कारण उक्त सडक बन्द गरिएको प्रशासनले जनाएको छ। यता धनकुटा र 5 थर जोड्ने भेडेटार रगिराखे सडक पहिरोका कारण अवरुद्ध भएको छ। युएई स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन आग्रह गरेको छ। असुरक्षा सम्बन्धी झुटा सूचना फैलाए कानूनी कारबाही हुन सक्ने चेतावनी दिएको छ। परराष्ट्र मन्त्री बालानन्द शर्माले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। आवश्यक परे 10,000 सम्म नेपालीलाई हवाई मार्गबाट र ठूलो संख्यालाई समुद्री मार्गबाट उद्धार गर्ने योजना बनाइएको उनले जानकारी दिए। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक महिनामा 50,000 रुपैयाँसम्म हुन सक्ने बताएका छन्। नेपालमा श्रमिक अभाव बढ्दै गएको र ठूलो संख्यामा विदेशी मजदूर काम गरिरहेको उनले बताए। अब आर्थिक समाचार।
बेनी हाइड्रो पावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुलाएको छ। आज सुनको भाउ तोलामा 4,800 रुपैयाँले घटेको छ। आजको मूल्य प्रति तोला 3,09,400 रुपैयाँ कायम भएको छ। शेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेप्से परिसूचक बढेर 2824 अङ्कमा पुगेको छ। आज कुल 14 अर्ब 32 करोड रुपैयाँको कारोबार भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मध्य नाइजेरियामा बन्दुकधारी समूहको आक्रमणमा कम्तीमा 20 जनाको मृत्यु भएको छ। पाकिस्तानले अफगानिस्तानमा आतंकवादी शिविरमाथि हवाई आक्रमण गरेको जनाएको छ। इरानले अमेरिका र इजरायलको आक्रमण विरुद्ध अन्तिमसम्म लड्ने चेतावनी दिएको छ। इरानमा इजरायलका लागि जासुसी गरेको आरोपमा 20 जना पक्राउ परेका छन्। अब खेल समाचार। निकोल स्यामेल्टनको 2 गोलमा जाब्लाखेल युथ क्लबले राष्ट्रिय लीग फुटबलमा काँक्रीबिहार क्लबलाई 4-1 ले पराजित गरेको छ। हङकङसँग हुने मैत्रीपूर्ण खेलका लागि 49 खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाइएको छ। नेपाल र हङकङ बीचको खेल दशरथ रङ्गशालामा मार्च 26 मा हुने कार्यक्रम छ। दर्शक महानुभाव, आजका मुख्य समाचार अहिलेलाई यति नै। तपाईलाई कुन समाचार सबैभन्दा महत्त्वपूर्ण लाग्यो? तलको कमेन्ट बक्समा आफ्नो विचार अवश्य लेख्नुहोला। भिडियो राम्रो लाग्यो भने लाइक गर्नुहोस्। हाम्रो आजको मुख्य समाचार च्यानल अझै सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन पनि थिच्नुहोला। म अस्मिता आजका लागि बिदा चाहन्छु।